स्वागत छ तपाईहरुलाई मेरो भिडियोमा। आज म चाहिँ बौद्धनाथ आएको थिएँ र मैले भिडियो बनाइरहेको छु। तपाईहरुले अन्तिमसम्म हेर्दिनु होला भन्न चाहन्छु। अनि के कस्तो लाग्छ त्यही अनुसारको प्रतिक्रिया दिनु होला कमेन्टमा। बौद्धनाथ एक पर्यटकीय स्थल पनि हो जहाँ हजारौं संख्यामा टुरिस्टहरु चाहिँ नेपालमा घुम्न आउने गर्दछन्। बौद्धनाथ स्तूपा बौद्ध धर्मको एक अत्यन्त पवित्र स्थल हो। यो विशेष गरी तिब्बती बौद्ध धर्मावलम्बीहरूको लागि मुख्य तीर्थस्थल मानिन्छ। यहाँ दैनिक हजारौं भक्तजनहरू ध्यान, प्रार्थना र पूजा गर्न आउने गर्छन्। बौद्धनाथ स्तूपा निर्माण 14औं शताब्दीको आसपासमा भएको मानिन्छ। किंवदन्ती अनुसार एक विधवा महिलाले आफ्ना छोराहरूको सहयोगमा बुद्धको सम्मानमा यो स्तूपा निर्माण गराएकी थिइन्। समयसँगै यसले धार्मिक र सांस्कृतिक केन्द्रको रूप लिएको छ। बौद्धनाथ स्तूपा नेपालको विविध सांस्कृतिक सम्पदाको प्रतिनिधित्व गर्दछ। यहाँ तिब्बती समुदायको बाक्लो उपस्थिति छ। गुम्बाहरू, प्रार्थना, झण्डाहरू, भिक्षुको मन्त्र जप र लोक सङ्गीतले यो क्षेत्रलाई जीवित बनाएको छ। यो स्तूपा काठमाडौँ उपत्यकाको बौद्ध क्षेत्रमा अवस्थित छ। सहरकै भिडभाड बीच पनि यो स्थान शान्त र आध्यात्मिक महसुस गराउने केन्द्र हो। सडक, सार्वजनिक सवारी, ट्याक्सी आदि मार्फत यहाँ सजिलै पुग्न सकिन्छ। बौद्धनाथ स्तूपा युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ। यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको बौद्ध सांस्कृतिक सम्पदालाई चिनाएको छ। यो स्थल विदेशी पर्यटक र तीर्थयात्रीहरूको पनि लोकप्रिय गन्तव्य हो। बुद्धको दृष्टिमा एक पल बिताउन बौद्धनाथ स्तूपा घुम्न आउनुहोस्। शान्ति र मनको शुद्धता यहाँ भेटिन्छ। काठमाडौँ महानगरपालिका भित्र पर्ने बौद्धनाथ गुम्बा सुन्दर आकर्षक रहेको छ। देश विदेशबाट पनि टुरिस्टहरू हेर्न, अवलोकन गर्न, मनोरञ्जन गर्न आउने गर्दछन्। र मैले थोरै मात्रामा गुम्बाको बारेमा भने धेरै नै छ भन्ने कुराहरू आजलाई यति नै गरे। फेरि पनि मौका मिले यो भन्दा राम्रो सन्देशजनक कुराहरू लिएर आउनेछु। हस्त धन्यवाद। र मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला भन्न चाहन्छु प्रिय मित्रहरू।